आज भेजिटेबलको चाउमिन कसरी बनाउने त्यो देखाउन गइरहेको छु साथीहरू, कृपया अन्त्यसम्म हेर्न दिनुहोस् होला। वेलकम टु द माई च्यानल, प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब। आज म चाहिँ होइन तपाईँहरूको माझमा भेजिटेबलको मात्रै थोरै यो उत्यो हालेर, यो स्पागेटी हालेर, धेरै लट अफ भेजिटेबल मात्रै हालेर चाउमिन बनाउन गइरहेको छु। मैले चाहिँ यहाँ के लिएको छु भने यो भयो क्याबेज, ब्रोकली, यो ग्रिन पेपर, यो ओरेन्ज पेपर, टमाटोस, क्युकम्बर, स्पेगेटी, क्यारोट, अनि यो चाउमिन मसला, अनि यो अमिलो, यो लिम, अनि मैले यहाँ डार्क सोया सस पनि ल्याएको छु चाउमिनमा हाल्ने। अनि यसमा मैले ठिकै छ अनि मेरो यो चाहिँ यो छ खुर्किने, यो स्लाइस गर्ने। यसले चाहिँ यही साइजको भनौँ न एक-एकवटा दामी यसले खुर्किन्छ। थोरै छ थुक्पा, बेसी जस्तो भेजिटेबलहरू बनाउन आँटेको। लेट्स सी हाउ इट्स वर्क। ओके, अनि मैले यहाँनिर यो पनि ल्याएको छु, अनियन सेतो हाले राम्रो हुन्छ। अरू थुप्रै कुरोहरू नि यहाँनिर चाहिन्छ, तर मैले यहाँनिर नुनहरू अजिनाहरू उयो गरेको छुइनँ, अहिले चाहिँ देखाउने छु। मैले यहाँ गाजर लिइसकेको छु। यो गाजरलाई पहिले राम्ररी खुर्किने, मसँग यो खुर्किने चाहिँ स्लाइस गर्ने, यसले मसिनो मसिनो बनाउँछ, त्यही थुक्पाकै साइजमा निकालिदिन्छ। मैले यहाँनिर मैले कुकुम्बर पनि खुर्केँ, यो ग्रिन पेपर, यो रेड पेपर, यहाँनिर मैले ब्रोकोली पनि काटेँ, सबै मैले खुर्किसकेको छु। काँक्रा भयो, यो कोपीलाई मजाले मसिनो स्लाइस गर्ने। यो प्याज हो, यो सेतो खाले प्याज चाहिँ राम्रो हुन्छ रातो खाले भन्दा, किनभने सेतो खाले प्याज जति हाल्दा पनि टेस्ट त्यति राम्रो हुन्छ, पिरो हुँदैन। यहाँनिर मैले स्लाइस गरिसकेको छु। अलिक ठुलो छ, त्यो अलिक सानो, यो ठुलो भएको चाहिँ म अगाडि हाल्नेछु। तेल लगाएँ मैले यहाँनिर, तेललाई मजाले पुसेँ। मैले तेल बेसी हालिनँ, किनभने तेल बेसी खाएको पनि ठिक होइन। पहिले यहाँ ठुलो खाले अगाडि हालेँ मैले, यसलाई एकछिन चलाउँछु, मजाले ओइली बनाउँछु। अनि बनाइसकेपछि त्यहाँदेखिको माथिदेखिको चढेको यो अलिक मसिनो काटेको हालेँ। अब यसलाई म हल्का पकाउँछु एकछिन, काँचै निकाल्यो भने त्यतिकै थुक्पा हाल्यो भने ठिक हुँदैन। यसलाई हल्का मजाले अलिक नरम हुनिदिनुपर्छ, पाके बनाउनुपर्छ, त्यो भएपछि टेस्ट पनि गुड हुन्छ। अब यसलाई मैले यहाँनिर अझै हालेँ, यसलाई मजाले चलाउने। यसमा मैले पछाडि अलिकति स्पागेटी हालिसकेको, थुक्पा हालिसकेको, नुन अजिनाहरू अरू हाल्दा पनि हुन्छ, तर मैले यसमा चाहिँ अघि नै हालिसकेको नुन अजिना। अब हल्का यसलाई म चाउमिन मसला हालेँ, यो बेसी हाल्दा पिरो हुन्छ, यो सोया सस, यो ब्ल्याक डार्क सोया सस यो लगाएँ मैले दुईको जस्तो। अनि फेरि पछाडि पनि हाल्नेछु म थुक्पा लगाइसकेर पनि, किनभने उसमा लाउँदाखेरि स्वाद यसको पनि, यो भेजिटेबल पनि टेस्टी हुन्छ। खुर्सानी चाहिँ मैले हालेको छुइनँ, खुर्सानी माथिदेखिको हालेर काटेर खानेहरूले हाल्दा हुन्छ भने त्यति साह्रो खुर्सानी चाहिँ खाँदिनँ, त्यो भएर चाहिँ पिरो हालेको छैन। मैले यहाँ स्पागेटी हालेँ, अघि उनीहरूले राखेको थुक्पा, यो ठुलो खाले हो, सानो साइजको पनि पाइन्छ, यो ठुलो खाले हो। यसमा मैले सोया सस हालेँ, अजिना हालेँ, नुन पनि हालेँ। अब यसलाई हल्का चलाउँछु म, हल्का चलाएर मजाले दुइटै पाके भएपछि त्यहाँदेखिको निकाल्नुपर्छ। मजाले यसलाई नुन सबैतिर लाग्नु दिनुपर्छ, चलाएर हल्का पकाउनुपर्छ, यसलाई पनि नरम बनाउनुपर्छ। कोहीले धेरै तेल हालेर खान्छ क्या, तर त्यो बेसी त्यो लचपरे हालेको त्यो ठिक होइन, हेल्थलाई साह्रै गुड हुँदैन। त्यो बेसी मैले कम्ती तेल हालेँ, धेरै तेल हालेर हुन्छ त मिठो हुन्छ तर ठिक हुँदैन। मैले यहाँनिर अर्को सोया सस हालेँ, हल्का गुलियो हुन्छ यो चाहिँ। चाउमिनमा हाल्ने टमेटो पेस्ट पनि गुलियो पिरो भएको, त्यो पनि हालेर खाँदा हुन्छ, तर त्यो चाहिँ म हाल्दिनँ, छैन र त्यो भएपछि मेरो त्यो गुलियो हुन्छ र त्यो त्यति साह्रो मन पर्दैन। यसलाई हल्का चलाउने। Now it's look yummy. Now it's look yummy.